हेलो गाइज गुड मर्निङ र म चाहिँ अहिले चाहिँ घाँस खान रहेछु गाइज। अस्ति चाहिँ मैले चाहिँ देखाउने भनेको चाहिँ एउटा गाउँतिर मेला देखाउने भनेको भएन र आज चाहिँ म तपाईँलाई देखाउँछु। र म चाहिँ अहिले चाहिँ फिलहाल एउटा बिस्कुटको बरैटाल भन्ने ठाउँमा छु गाइज। अब घाँस खान रहेछु तपाईँहरूले त टाल देख्न सक्नुहुन्छ होइन। त्यहाँबाट हामी चाहिँ पौडी खेलेर देखाउँछौँ गाइजहरूलाई। र मसँग चाहिँ मेरो मामा आउनु भएको मामा हामी जाँदैछौँ। आज चाहिँ फाइनल हो मेलाको। हिजो पनि देखाउनेको हिजो चाहिँ पानी आएर मौसम नै राम्रो थिएन, देखाउनै पाएन है। र भोलि चाहिँ टिका लगाउने होला। टक्क चाहिँ भोलिको पनि देखाउँछौँ। छिटो र हेर्नु चाहिँ यस्ता हिमालहरू कस्तो राम्रो देखेको छन् बिहान बिहान। भर्खर कपडा धोएर सुकाएको, कपडा सुके छैन। यहाँबाट चाहिँ धौलागिरी हिमाल चाहिँ बब्बाल देखिन्छ रहेछ। घाम नि लाग्ने घामको घाम चाहिँ देखाएको छैन। घाम चाहिँ घामै लागेन। यसले चाहिँ बाजा उठाएर भर्खरै कपडा धोएर खास राखेर यो चाहिँ मन्दिर। यसो मन्दिरको नाम के रे मामा? यो मन्दिरको नाम एउटा टिका ठुलो उस नि दुल्ला जस्तो के त्यो के अरे उस जस्तो गुफा जस्तो उतातिर त यहाँ जस्तो ठुलो चट्टानको माथि एउटा मन्दिर छ गाइस। म देखाइदिन्छु तपाईँहरूलाई। मेन वाइस यो चाहिँ मन्दिर हुन्छ। र चाहिँ तालमा पर्यटकहरू आएपछि यता बस्ने पनि मिलिरहेको छ। यो चाहिँ तालमा अहिले बान्दा छन्दा लगाएको छ। अब धासहरू गर्छन्। वृक्षरोपण पनि चल्दैछ। ताल पनि भोपालसेमा चाहिँ माछा पालन गरी हुन्थ्यो अरे। हामी चाहिँ टक्क घाँस खाएर अब घाँस काट्नु हिँडिरहेको। कपडा सुक्नु पर्छ कि मेन खेत होइन। कपडा सुक्नु पर्यो कि कपडा हाम्रो तिम्रो उर्कामा लाज म किन धोनु पर्यो मलाई मामा कपडा नसुक्ने भएर आज दुईजना स्त्रीजना पनि लाएर हिँडेको कपडा नयाँ कपडा बिहान बिहान उठि धोएर कलकमा लाउँछु भन्दा हिजोको पानीले भिजाएर आधी हिँडो भएको थियो। त्यही भएर डोम भन्दै थियो नि वाट्टै घाम ढाकिहाल्यो गरे। घाम त सुन बिहान त लाग्थ्यो क्या भयो यस्तो दिन गऱ्यो घाम लाउँछ अहिले अझ लाग्ला नि टक्क चाहिँ पौडी खेल्ने गल्छ आएर दाइ फान्ने म चाहिँ। हामी चाहिँ एउटा माथि जानुपर्छ खाना। अब लगाइछ हामी चाहिँ यता घाँस काट्दैछौँ। भारी पुग्न लागिसक्यो र म र मामा चाहिँ भारी पुगेर मामाको पुग्सक्यो भारी। अब मेरो भारी पुग्दैछ। ऊ त त्यो मेरो है ऊ त तर त्यो रुखको जरामा छैन। अलि माथि तिम्रो हो। मिनी पुग्दा मिनी खाँदैन तिम्रो पुगेको अरे मिनी खाँदेऊ का। ल ल हेर्नु यहाँ यस्तो घाँस काट्नुपर्छ। हामी चाहिँ ठुलो पहिरो गएछ त्यो है सेसन चाहिँ हल्का देख्यो त्यहाँ हल्का देख्यो पहिरो यहीँ यस्तो डरलाग्दो ल यस्तो डरलाग्दो जङ्गलमा आएर काट्नु पर्छ है। हेर्नु सक्नुहुन्छ कस्तो छ एकदम चिसो। त्यहाँ खोल्सामा आएर खानु पऱ्यो। उता चाहिँ घाम लाग्छ पारीतिर। हामी चाहिँ अब त्यो पारी डाँडामा जानुपर्छ भारी बोकेर। हेर्नु सक्नुहुन्छ ल गाइस हामी चाहिँ ल यत्रो पहिरो चल्न लाग्छौँ। हेर्नु यस्तो अप्ठ्यारो भएर चाहिँ यहाँ चप्पल चिप्लो भएर चप्पल चिप्लो भएर ऊ मामा पहिरो ठुलो छ हेर्नु पहिरो चाहिँ यहाँ त गुल्टी खन्नु सिधै तल यस्तो भिडालो छ कि हेर्नुहुन्छ। म चाहिँ यस्तै म के जाने मामा त गएको रे। म चाहिँ घाँस बारी सुत्छु गाई चाहिँ हुनुहुन्छ मामा हिँड
ल है गाइस हामी चाहिँ यता देउराली आइपुग्यो भर्खरै घाँसबारी लिएर मामा र म ल हाम्रो बारी हुनुहुन्छ यो मेरो यो मामाको ल ह्यान्डलर बडासालको ताल देखाइदिन्छु ल हेर्नु अब त्यहाँ गएर पौडी खेल्छौँ गर्मी भए पुगेको खानु उहाँ त्यहाँ पारि जङ्गलमा यो देउराली भन्छ गाइस गएर मोमो खाने कि नेचर छैन क्या मेमा तिम्रो जिन्दगी त्यो पारि गएको छ मेरो गाउँ है गाइस त्यहाँ छ मेरो गाउँ त्यहाँ छ मेरो घर छ ल तपाईँ चाहिँ घाँस बोकेर एउटा कस्तो अनुभव भइरहेको छ नि के भन्नु सर म त भोक लागेर दाराबाट यहाँ चिच्चाइहरू खुट्टा घोटी दिन्छु मलाई पनि त्यही भइरहेछ अघि चाउ लगेर जा भने नमान्ने अब चाहिँ हामी मिलाएर जाने हो कपडा सुकिराख्ने हो कपडा त घर सुकिहाल्छ है मेरो त चाहिँ सुकिहाल्छ तिम्रो चाहिँ भाइ मेरो भाइ चाहिँ अब नि जुत्ता सुक्न फेरि ढिलो गर्छ कि फेरि हामी यसरी कहिले अरे घाट न तिमी म सुजन त्यहाँ माथि त्यहाँ ढुङ्गामा तिमी हेर्नु गाइस यहाँको त भ्यू चाहिँ बब्बाल देखेछ गाइस त झक्क बादल लाख हिमाल सिमाल ढक्क निलो आकाश हेर्नु हामी त कम्युनिस्टमा भाइ भाइको हिँड्ने हामी पनि अब ल है म जान्छु म बसी पाइमा डर ना के नो जाओगे यति बेला यता रानी ल को छिटो यहाँ आइपुग्छ है ल ल आऊ सँगै आउन को छिटो आइपुग्छ सँगै आउन ल हात पर चिन्ता ल भयो जाउँ ल गाइस हामी चाहिँ पौडी सौडी खेलेर यता हामीलाई आएको छ अब हामी चाहिँ यता हामीलाई जाँदैछौँ म र मामा जाँदैछौँ गाइस ल त्यहाँ होस् मेला यो चाहिँ स्कुलको स्कुल गाइस यहाँ चाहिँ 10 सम्म छ त्यही हिजोकै कलाखाली किसान लाने मामा जाँदैछौँ त्यहाँ मेला कलाखाली खिचेर छ गाइस त्यहाँ सुन्नु भयो होला छ बोलेको मञ्चमा त्यहाँ पिङमा त अब मन्छे त त्यहाँको चाहिँ देखाउँछौँ गाइसहरूलाई मेला आएछ निशुल्कको त्यहाँ गाउँमा चाहिँ त्यहाँ मेला आयो म देखाउँछु है र त्यहाँ मेला आयो टक्कला त्यता चाहिँ होटलहरू त्यो मन्स भयो त्यहाँ भर्खर गेम सेम भ्याएर त्यहाँ नाच गान हुँदैछ
यतातिर टक्क पिङसिङ खेल्ने पन्चो हाल्ने गर्ला अब यस पछाडि हुन्छ जेठा अहिले भर्खर बेचेर यहाँ आयो सबको यस पछाडि हुन्छ